सबैजनालाई नमस्ते। आज चाहिँ म पत्राई रोटी बनाउन जाँदैछु। यति रोटी मैले 2 केजी जति मैदाको पिठोको बनाएको। पिठो मुस्नु अगाडि नै मैले यसमा थोरै घिउ राखिदिएँ। घिउ नराख्दा पनि हुन्छ, तर अझ मिठो हुन्छ कि भनेर मैले चाहिँ यसमा थोरै घिउ राखेर पिठो मुस्दैछु। यसमा चाहिँ मैले सुरुमा थोरै पानी हाल्दै मुसेँ र डोलाई चाहिँ सारै छोडेर 1 घन्टा जति मज्जाले माडेँ अनि त्यसपछि छोपेर फेरि खोलेर फेरि मज्जाले माडेपछि यो पिठो चाहिँ एकदमै नरम भएको छ। यसरी हजुरहरू पनि देख्न सक्नुहुन्छ यो पिठो चाहिँ एकदमै नरम भएको छ। मैले यहाँनेरि अगाडि नै सूर्यमुखी तेल तताएर सेलाइसकेको थिएँ। यसमै थोरै घिउ मिक्स गरेर अब यो चाहिँ म पिठो बेल्दाखेरि युज गर्छु। यो डोलाई चाहिँ आफ्नो सेप र साइज अनुसार लिन सकिन्छ। मैले चाहिँ यो टेबलभरि बेल्ने गरी लिएको छु। यसरी टेबलमा तेल दलेर यसलाई पातलो गरी बेल्दैछु। यसलाई जति पातलो बनाउन सक्यो उति नै क्रिस्पी हुने रहेछ। अनि धेरै ठुलो बनायो भने चाहिँ फराकिलो बनायो भने चाहिँ धेरैवटा पिस निस्किने हुन्छ। मैले बेलेर लगभग सकिसकेँ। अब यो चारै कुना बराबर भएको छैन नि त, त्यही भएर यसलाई चाहिँ यसरी मिलाएर काट्दैछौँ। यसलाई फोल्ड गरिसकेपछि काट्दा पनि हुन्छ, तर हामीले चाहिँ सुरुमै काट्दैछौँ। मैले यो क्रिम बनाएको भिडियो चाहिँ राख्न बिर्सेछु। यसमा तेल र घिउ मिक्स गरेर अनि मैदाको पिठो हालेर यसरी क्रिम बनाएँ। यो क्रिमलाई अझ बाक्लो बनाउँदा पनि मिल्थ्यो, तर त्यसो हुँदा चाहिँ अलि बाक्लो हुँदा चाहिँ यो सबै पछि तेलमा खस्ने र तेल फोर हुने भएको भएर हामीले चाहिँ यसलाई पातलो नै राखेको छौँ। अब यो क्रिमलाई चाहिँ यसरी यो बेलेको रोटीमाथि सबैतिर मजाले लाग्ने गरी दल्ने अनि थोरै ठाउँ यसरी छोड्नुपर्छ। यसरी थोरै छोड्दाखेरि चाहिँ यसले पछि फोल्ड गरेको भागलाई चाहिँ फुस्किन दिँदैन। अब चाहिँ यो क्रिम दलिसकेपछि यसरी मजाले मिलाउँदै यसलाई फोल्ड गर्दै जानुपर्छ। अनि यो एन्डिङ पोइन्टमा गएपछि चाहिँ अलिकति राम्रोसँग गर्नुपर्छ, नत्र भने यो फोल्ड सबै फुस्किन सक्छ। अनि यो यसरी दुईटा आफ्नो अम्ला राखेर नाप्दै गर्दाखेरि चाहिँ सबै एउटै साइजको बन्न सक्छ। त्यही भएर यसलाई हामीले यसरी अम्ला राख्दै पनि गरेको छौँ। अब फेरि यो टेबलमा तेल दलेर अनि थोरै हातले यसरी थिचेर हल्का हातले बेसरी प्रेस नगरिकन यसलाई लामो हुने गरी बेल्ने। मेन चाहिँ यो बेल्दाखेरि यसको टुप्पोमा पनि ध्यान दिन पर्ने रहेछ। यो टुप्पो चाहिँ नबेलिँदाखेरि चाहिँ काँचै हुने अनि राम्रोसँग नफुक्ने हुँदो रहेछ। त्यही भएर यसको सबै कुना बराबर हुने गरी बेल्ने। अब तेललाई पनि ठिक्क तताउने। एकदमै धेरै तात्दाखेरि पनि यो छिट्टै रातो हुन्छ र भित्र पाक्दैन। अनि ठुलो कराईमा राखेर ठिक्क तताउने। अनि यसलाई चाहिँ मजाले कराईमा हातले चलाइरहँदाखेरि चाहिँ यो सबै पत्रहरू मजाले खुल्छ, तर बेसरी एकदमै थिचेर नचलाउने, हलुका हातले चलाउने। यसो हुँदा चाहिँ सबै पत्रहरू फुक्छ। यसरी रोटी पाकिसकेपछि हामीले यो सानो प्लेटमा राखेर पहिला सुरुमा तेल तैराउँदैछौँ। अनि तेल तैरिसकेपछि यसरी नाङ्लोमा राख्दैछौँ। हेर्नु एकदमै सुक्खा भएको छ। यो रोटी चाहिँ एकजनाले मात्रै बनाउँदा समय पनि धेरै लाग्ने अनि अलिक गाह्रो हुने भएको भएर हामी चाहिँ 2 जना पालो गरी बेल्ने अनि रोटी पकाउने गर्दैछौँ। अब यसलाई यतिकै खान पनि मिल्छ। म चाहिँ यसमा गुलियो लाउनको लागि चिनी पाक पकाउँदैछु। यहाँ चाहिँ मैले 2 कचौरा चिनी, 1 कचौराले अनि 1 कचौरा पानी हालेँ। अब यसरी यो चिनी हातमा यसरी च्याप लाग्ने भएपछि चाहिँ यो चिनी पाक रेडी भइसक्यो। अब मैले चाहिँ यो धेरै गुलियो नहोस् भन्नका लागि यसरी थोरै माथिबाट चुहाउँदैछु। यसो हुँदा चाहिँ ठिक्क गुलियो हुन्छ। आफ्नो स्वाद अनुसारको गुलियो हाल्दा हुन्छ। मेरो भोइस ओभर गर्ने बानी नभएर होला मैले चाहे जति कुरा सबै डिटेल्समा भन्न सकेको छुइनँ। मेरो भिडियो सबै डिटेल्समा छ। अनि मेरो ब्याकग्राउन्डमा पनि अरू साउन्डहरूले डिस्टर्ब गरिरहेको छ, त्यसको लागि क्षमा चाहन्छु। हजुरहरूलाई भिडियो कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला।